सो फाइनल गाइज आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होइन मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। अनि अहिले चाहिँ हामी यहाँ 2 भाइ छौँ। अब चाहिँ हामी रुमतिर जाँदैछौँ। फाइनल हाम्रो चाहिँ सुट सकिएको छ। मेन भइरहेको रिजन चाहिँ अब कस्तो हुन्छ नि भिडियो त सुट गरेको कसरी एडिटिङ गर्ने होइन। अनि यसलाई चाहिँ एडिटिङ गरेर चाहिँ हामीले कसरी कलर ग्रेडिङ गरेर चाहिँ भिडियोलाई बबाल बनाउन सकिन्छ होइन। ओके यो हाम्रो शानदार टोपी हो नेपालीको। अनि गाइज हामीले चाहिँ अनि यसलाई कुन तरिकाले एडिट गरेर चाहिँ हामीले भनौँ न कलर ग्रेडिङ गरेर सिनेमेटिक फिल दिन सकिन्छ यो भिडियो चाहिँ म तपाईँहरूलाई एडिट गरेर फाइनली एडिट पनि कसरी गरिन्छ भनेर त्यो पनि म तपाईँहरूलाई प्रस्तुत गर्नेछु। भिडियो निकै इम्पोर्टेन्ट छ गाइज, सुरुदेखि अन्तिमसम्म हेर्नु होला। सो गाइज है त also guys म GoPro Hero 6 को चाहिँ सुपर वाइड एङ्गलमा चाहिँ शिफ्ट गरिसकेको छु। सुपर वाइड एङ्गलमा चाहिँ यस्तो प्रकारको भिडियो सुट हुन्छ होइन। अनि यसमा चाहिँ यति नजिकबाट पनि टाढा देखिन्छ होइन। उहाँलाई चाहिँ हामीले निकै टाढा देख्न सकिन्छ। सुपर वाइड एङ्गलको चाहिँ कमाल यस्तो हुन्छ गाइज। हामी चाहिँ यहाँ यस्तो तरिकाले चाहिँ भिडियो सुट गर्दैछौँ। लिनियर मोडमा छु होइन। लिनियर मोडमा चाहिँ यस्तो खालको चाहिँ भिडियो सुट गर्न सकिन्छ। यहाँ चाहिँ अगाडि छ हाम्रो भूपाल सर अनि उहाँलाई चाहिँ मैले मेन फोकस गरेर चाहिँ भिडियो सुट गर्दैछु है। सो फाइनल गाइज अहिले चाहिँ म वाइड मोडमा चाहिँ सिफ्ट गरिसकेको छु होइन। वाइड एङ्गलमा चाहिँ यस्तो प्रकारको भिडियो आउँछ GoPro Hero 6बाट होइन। जस एकदमै एट्र्याक्टिभ देखिन्छ। तपाईँ हाम्रो सबैलाई चाहिँ म फोकस गरिरहेको छु। अनि GoPro Hero 6बाट चाहिँ यस्तो प्रकारको चाहिँ वाइड एङ्गलमा तपाईँहरूले सुट गर्न सक्नुहुनेछ। अनि यसलाई सिनेमेटिक फिल दिएर बनाउन सक्नुहुनेछ। हामी चाहिँ आज सिनेमेटिक सर्ट चाहिँ GoPro Hero 6बाट चाहिँ सुट गर्न लागिरहेको छौँ। आजको रिजल्ट कस्तो हुन्छ तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सनु भन्न चाहन्छु। अब स्टार्ट गरौँ। सो फाइनल गाइज होइन सबभन्दा सिनेमेटिक सुट गर्नको लागि चाहिँ हामीलाई चाहिने फ्रेमिङहरू चाहिँ 1080p यो चाहिँ मेरो मोबाइलले सपोर्ट गर्छ। अनि त्यस पछाडि 24 fps यसमा चाहिँ अब सिनेमेटिक फिल आउँछ। अनि यो यसमा चाहिँ मोडहरू 3वटा हुन्छ। वाइड र सुपर वाइड मोडमा पनि म तपाईँहरूलाई सिनेमेटिक सुट गरेर देखाउने छु जस्ट होइन। यो तरिकाले कसरी गर्दा के गर्दा राम्रो हुन्छ गाइज। लेट्स कन्टिन्यू दिस भिडियो गाइज।